बाँचुन्जेल जीवनमा सब कुरा छुटेर जान्छ। जसरी दिनहरूसँगै सम्झनाहरू, रातसँगै सपनाहरू छुटेर जान्छ। समयसँगै उमेर, उमेरसँगै खुसीहरू, समय सँगसँगै साथीभाइहरू सब छुटेर जान्छ। तर कहिल्यै नछुटिने भनेकै ती बिचका यादहरू न रहेछ। एक दुई दिन गन्दै, हिजो आज भन्दै, हप्ता महिना बढ्दै, जसरी आमाको न्यानो कोख छुट्छ, कोखसँगै स्नेहले भरिएको त्यो विलासी काग छुट्छ, त्यसै गरी बाको त्यो कोमल हातको सहारा छुट्छ। आनन्दले बसेर दुनियाँ हेर्न पाउने त्यो फक्ताङ मुजैबाट बाको फक्ताङ छुट्छ। आखिर नछुटिने भनेकै ती बिचका यादहरू न रहेछ। जसरी रुखबाट पातहरू छुट्छन्, गुडबाट बचेराहरू, क्षितिजबाट बादलहरू, मिरमिरे बिहानीबाट शीतहरू छुट्छन्, यसरी नै बोलीहरू छुट्छन्, भोलिहरू छुट्छन्, तिता मिठा सम्झनाका रङ्गी बिरङ्गी ओलीहरू छुट्छन्। आखिर नछुटिने भनेकै यी बिचका यादहरू न रहेछ। बाटोबाट बटुवाहरू छुट्छन्, यात्राबाट यात्रीहरू, चौतारीबाट भरियाहरू, बगरबाट छालहरू छुट्छन्, शुभ अशुभ बिहानीहरू छुट्छन्, तिता मिठा कहानीहरू छुट्छन्, ती कहानीहरूसँगै जवानी छुट्छ। आखिर नछुटिने भनेकै ती बिचका यादहरू न रहेछ। सास रहन्जेल साथ रहने भनेकै ती यादहरू न रहेछ। आखिर नछुटिने भनेकै यादहरू न रहेछ। आखिर नछुटिने भनेकै यादहरू न रहेछ।